सक्ने जति र विश्वास भए जति सबै थोक गरिसक्दा पनि केही नलागेपछि हामीले त आशा नै मारिसकेका थियौँ। तर छोराले नयाँ प्रविधिको सपना देखायो। त्यही सपना आज विपना भएर मलाई केटाकेटी बनाइरहेको छ। वात्सल्य नेचुरल IVF। मण्डेलाले के भनेका छन् भन्दाखेरि शिक्षा मात्रै एउटा यस्तो हतियार हो जसले चाहिँ बिना कुनै हिंसा संसार बदल्न सम्भव छ। मैले पनि संसारै बदल्ने अठोट लिएर यो पेसामा नहोमिए पनि एउटा समाज बदल्ने उद्देश्यले यस पेसामा आबद्ध भएको हुँ। आज यो बिदाईको क्षणमा अलिकति म भावुक पनि भएको छु। र जाँदा जाँदै म के कुरा उद्घोष गर्न चाहन्छु यसै मञ्चबाट भने मेरो सेवा अवधिभर 27 वर्षको निवृत्त भत्ता मेरी आमा यशोदाको नामबाट छात्रवृत्ति कोषको स्थापना गरेको छु, जुन कोषले हरेक वर्ष जेहेन्दार गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनेछ। यति भन्दै म मेरा 2 शब्द यही अन्त्य गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। बिरालो जस्तो मान्छे कतिखेर लुसुक्क आउनुहुन्छ, कतिखेर निस्किनुहुन्छ, पत्तै हुँदैन। लुचिया खाने होइन हौ, आफ्नो मायालु आएको गएको त गन्धले पो थाहा पाउनुपर्छ त हौ लक्ष्मीजी।
हजुरलाई त कुराले कसैले जित्न सक्दैन। होइन कुराले नजिते पनि मायाले त तिमीले नै जितेकी छौ त हो। साँच्चै दसैँ आइसक्यो, पैसाको जो जतो चाहिँ के कसो छ कि सबै दान गरेर सिद्ध्याउनु भयो? ए लक्ष्मीजी होइन हौ, दान गरेको सम्पत्ति मात्रै आफ्नो क्या, यो साँचेको सम्पत्तिले त दुःख पो दिन्छ त हो। धेरै दानी पनि हुनुहुँदैन। त्यो बलिराजको कथा थाहा छ नि हजुरलाई? त्यस्तै होला नि। मसँग चाहिँ साक्षात् लक्ष्मी भएपछि होइन मलाई के को फिकर हौ। हजुर तातो सिङ्गडा खान्छ आमा? भयो खानु। म खान्छु। त स्कुल नगएर कहाँ पढुल्दैछ यसको? स्कुल त बाबु जानु। दाजु 6वटा सिङ्गडा हाल्दिनु। ल तर बोजू खा ल। अब यसपालि यसको ढिलो भइगयो, स्कुलले भर्ना गर्ने पो मानेन। अर्को साल बेलामा ल्याउनु भनेको छ। अन्त किन बसिराख्नु मै त? घर फर्किनु पर्दैन कि गरिब भनेर हेपेको? अन्त तिमीले चाहिँ मैले यहाँ धनी खोजी बसेको देख्यौ? दाइ भाउजूले दसैँ मानेर जा भनेर पो बसिरहेको छु। ए हाम्रो घरमा चाहिँ दसैँ आउँदैन। अन्त कि मामा यो चाहिँ यो साल किनेको कि अलिक सफाइमा त ध्यान दिनुपर्छ है मान्छे। यो चाहिँ अहिलेसम्म ठिकै छ मामा। धन्न तपाईँले ध्यान दिनुभएको छ हो मान्छे। होइन भने त यो मेरो फ्याक्ट्री त उहिले बन्द भइसक्थ्यो त हो। हुन त हो कि मामा, अर्को सालबाट चाहिँ मलाई पनि चलाउन गाह्रै हुन्छ होला है। अब हेर्नु न, कारोबार चलाउनै गाह्रो हुने भयो नि। ए भान्जी होइन किन पो हौ त्यस्तो? हेर्नु न मामा, बजारबाट पैसा उठाउन लास्टै गाह्रो। अब सामान नबेचौँ भने अरूले बेचिहाल्छ। प्रोडक्टहरू धेरै भयो क्या मामा। एउटा कुरा नि भान्जी, होइन यो व्यवसायमा नि प्रतिस्पर्धा त भएको राम्रो क्या। अनि फेरि यो आफूले जानेको बुझेको सिप छ नि, यसलाई चाहिँ चटक्क छोडेको चाहिँ राम्रो हुँदैन है भान्जी। हुन त हो कि मामा, तर लास्टै गाह्रो हुन थाल्यो क्या अहिले त। मामा अहिलेलाई यति राखिराख्नु होइन, पुरानो बाँकी गरेर 10,40,000 बाँकी रहन्छ। त्यो चाहिँ म बजारबाट उठेपछि तपाईँलाई दिन्छु। हो नमस्कार है काका। नमस्कार है भाउजू, नमस्कार है। होइन सुनकै पोको बोके जसरी गरुङ्गो बोकेर आउनुभएको के हो काका? अब त त्यही सम्झिन। अनि सन्तानै लाइनै लागेर कहाँ पुगेर आयो हो? आमा अलिकति बिसन्चो भएछ र अस्पताल पो देखाएर आएको काका। ए अनि के भएछ त भाउजूलाई? के भन्नु डाक्टरले? बुढीआमालाई 2टा रोग लागेछ। अब डाक्टर भन्छ युरिक एसिड, पहिले भन्छ बात। होइन यो केटो त कुदेकै मात्रै देख्छु त। पढाइ चाहिँ कस्तो हुँदैछ? पढाइ त माओली बसेर पढेको केटो, अङ्ग्रेजी फरर। ए
अब भनेपछि आफै जस्तो बनाउने रहेछस्। हौ लक्ष्मी म्याम कता पो हो? काका यो कुर्सी त म पो लानु पर्यो, मलाई खाँचो छौ। पैँचो लगे है। होइन हौ, मेरो घरको सामान त केही पो राख्ने भएनस् त तैँले त, टिपी पो हाल्छस् त। छरछिमेक भनेको यस्तै त नि काका, ऐचो लैजा। सानो मन नगर्नु लगाइ। लु है लु, अङ्ग्रेजी फ्यामिली राम्रोसँग जानु। यो के बनाएको? यो तेरो बजुलाई आछी गर्ने। के रुमेर बस्छस् यहाँ? जा बसँग गएर सुत। तिमी तिम्रो आमासँग सुत, म मेरो आमासँग सुत्छु। ल आधा त हा, आधा बजुलाई। पढाउने न्युमा ती 3 महिना मैता बस्दा त कुन त गाह्रो हुँदो रहेछ। एक्लै घर धान्न त मुस्किल पर्दो रहेछ हौ। अन्त अर्को ल्याएको भए हुन्थ्यो त। किन जरक्क हुन्छ यो केटी? माया प्रेमको त कुरै गर्नु मान्दैन त। गोदी सौदा खाने रे। तै खा। ठुलो घर भएपछि स्याहार गर्ने साह्रै मुस्किल है काका। हो बुढाबुढीले त यो भान्सा घर भए ठिक हुन्छ काका। यो मूल गरेर भत्काइदिनुहोस् काका। अनि अखबारेर भत्का घरमा अखबारे त अखम त्यही फल्दैन। होइन हो, के भएको हो तेरो बुद्धि? ह अब म चाहिँ अक्कबरे रोप्रोलाई छँदा खाँदाको घर भत्काउनु, अनि छोरा बुहारी आउँदा चाहिँ कहाँ बस्छन्? त्यसो भए त्यो भत्केको पर्खाल म लगाइदिन्छु काका। 25,000मा ठेक्कामा देऊ। होइन हौ, तँलाई काम चाहिएको हो कि पैसा चाहिएको हो कि सिधा सिधा भन् त? आमालाई घोपा लानु पऱ्यो काका। यहाँ जिल्लाको डाक्टरको भरेन भने के हो कता हो? हो त्यसो भन्न त, लिम्बूको पालम जस्तो कुरो घुमाइ बस्छ। सिधा सिधा भन्न।
त्यसो 25,000 देऊ न त काका 25,000 आउँदै खोज्छु अब यसरी माएर कहिलेसम्म चाहिँ गुजारा जीवन चल्छ भन् त त्यो केही न कामको चाहिँ खच्चर ल्याएर पालिरहेछ अहिले चाहिँ कहाँ मोटर जाँदैन कसका घरमा मोटर जाँदैन बरु गाई पाल्नु नि दुध बेच्नु होइन भने चाहिँ विदेशतिर जानु सबै गएका छन् त हस् होइन हौ कुरै नसुनिकन कता हिँडेको हौ बलियाङ काकीले चिया पकाइरहेछन् त पैसा चाहिएको बेलामा ज्ञान दिने मान्छे देख्यो भने त रिस उठ्दो रहेछ हौ काका ए कुक्छौँ मलाई जाएको अनि खोक्सँग जन्मिन्छ त दुखीको सामान्य दिवस रहेछ काका नमस्ते ल नमस्कार होइन हौ बुढाबुढी के पो खेल्दैछ हो ए भाउजू नमस्कार नमस्कार बाबु होइन हौ तपाईँलाई बिमारले त थलै पो पारो कि क्या हो न गरी खानु न मरिजानु भए मास्टर खुट्टा गुरिगयो हिँडुल गर्न सक्दिनँ भात भने मानहरू छ के लक्षण रोगला यस्तो अब उमेर पनि भयो नि त होइन हौ केटा मसँग त साह्रो चित्त पो दुखाइस् कि क्या हो यति बेला मलाई कसैले विदेश जा भनेर कर गर्यो भने भाउन छुटेर आउँछ हौ काका यस्तो बिमार आमाले एक्लै छोडेर कहाँ पो जानु हौ उयो ल्याइदिए रहेछु लु यो राख समात भन धेरै पो देख्दैछु त काका म त मागे जति मात्रै तिर्छु है पछि तलमाथि भयो भन्नु पाउँदैनौ नि होइन हौ मलाई धेर भएर फालाफाल भएर तँलाई ल्याएर दिएको हो र त्यो उपचार चाहिँ कम महँगो छ उब्रिएको फिर्ता गर्लास् न पछि अनि यो हाम्रो खोक्सुङलाई पनि म यही विद्यालयमा भर्ना गरिदिन्छु त्यसपालि त राम्रा राम्रा चाहिँ अङ्ग्रेजी शिक्षकहरू आउनु भइरहेछ कक्षा थपिरहेछ अब यो तिमीहरू बोर्डिङको रहर सहर मात्रै नगरिरह के हो कसो हो सर यो हाम्रो केटोलाई भर्ना गरिदिनु पर्यो हो कति क्लासमा गरिदिनु सर भर्ना त्यही एकमा त हो नि पढ्दिनँ म एकमा ए अनि कतिमा पढ्छस् त 4 मा ए अनि 1 2 3 चाहिँ कसले पढिदिन्छ हो त्यो सबै मैले जानेको छु राम होइन बाउकै छोरा रहेछस् त हौ त काटीकुटी बलिहाङ्गो त पो गएको रहेछस् त यसले भनेर किन हुन्थ्यो एकमै गर्नु न सर अरे बुडु हजुर हामी कि अस्ट्रेलिया जानुभन्दा अगाडि बिहे गरौँ न हुँदैन हौ बाउले मार्छ त पढ्न जान्ला कि हनीमुन मनाउन जान्ला भन्छ हौ आता न्यू खोजेको अरे खुब पैसा चढेछ नक्कलीलाई अस्ट्रेलिया त पुग्न दे देखाउँछु तँलाई पक्क आछे अस्ट्रेलियामा चाहिँ बाउको डर लाग्दैन आहा
म जान लाग्यो के सामान छुट्यो कि अरे ला के हरायो खोइ त मेरो मुटु चल्दैन त थेट पागल म त मोबाइल हरायो भन्छु कि गो ल बाई 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 हेडमास्टरको छोरा होइन नमस्ते नमस्ते ए हलक्कै बढेछ त त्यो विकास चिन्नै गाह्रो भयो के साह्रो विकास भएको हो त्यस्तो हो र खासै बढे जस्तो लाग्दैन त हिजो अस्ति नाङ्गै हिँडे जस्तो लाग्थ्यो लु भो नाङ्गै चाहिँ देख्नु भएन होला है जे पाइ त्यही अब अस्तिसम्म त देखाउँदै हिँड्नुहुन्थ्यो अब आन्टी हौ लक्ष्मीजी हजुर के गर्दैछौ हौ मेरो मुटु चिया बनाउँदैछु मलाई बिर्स्यौ कि क्या हो के भन्नुहुन्छ फेरि अनि म बाहिरै छटपटाइरहेको छु तिमी भान्सा छोड्दिनौ अनि हजुरले नि चिया पका भन्नु भएन हो नि लक्ष्मीजी हो त लाएर गर्नुभयो बुढेसकालमा छोड्नु के त कति बेला आइसौ कान्छो भर्खर आउँदैछ यो पनि लु भाग्यमानी हुनु अनि तेरो पढाइ चाहिँ कस्तो हुँदैछ हो केटा त्यही त हो बिबिए सक्यो अस्ट्रेलिया ट्राई गरेको थिएँ लेटर अर्को छ अब अर्को हप्ता पैसा जम्मा गरिदिन्छ होइन हौ त्रिभुवन विश्वविद्यालय पढ्दा हुँदैन तिमीहरूलाई हो न त एक्जामको टुङ्गो हुन्छ न त टाइममा रिजल्ट निक्लिन्छ विश्वविद्यालय पो हो त हौ कान्छा तैँले भने जस्तो पनि यति सुठिकै साह्रो पनि हुँदैन है 1-2 महिना चाहिँ क्यालेन्डर तलमाथि हुनु भनेको त सामान्य कुरो भइहाल्यो नि हौ लु भो तपाईँको टियुको भर छैन म त उतै जाने हो पैसा जम्मा गरिदिनु कान्छो छोराले हामीसँगै बसेर हामीलाई पाल्ला भनेको त विदेश जान्छु पोरे हो पर्दैन जानु खुरुक्क यही बस हामीसँग ठिक अनि हामी बाबुआमालाई रुङ्न पर्दैन तैँले अनि मलाई के बाबुआमा रुङ्न जन्माउनु भयो तपाईँहरूले म त जाने हो ल होइन ए कान्छा त्यो कस्तो एकोरो भएको सम्झाएको पनि बुझ्दैन कान्छो छोरो हाम्रो मात्र त्यस्तो हो कि सबैकै त्यस्तै हुन्छन् अब आजभोलिको चलन हो लक्ष्मीजी आजकलका केटाकेटीले आफ्ना देशमा भविष्य देख्न छोडिसके जाओस् न त है अब उसको सपना छ भने पुरा गरोस् न त जाओस् भनेर हुन्छ त्यत्रो पैसा यति छोटो समयमा कसरी जम्मा पार्नुहुन्छ होइन तिमीलाई चाहिँ किन चिन्ता गर्नु पर्यो
म केही उपाय खोजौँ होइन सुत अब रातभर सुत सुत बाबु कहाँ जान लागेको भनेर सोध्दैछु बोल्दैन बजार हौ भात पाकिसकेछ भात खाएर जान दसैँमा खानाको के चिन्ता जोतान पाइहाल्छ नि कान्छा ए कान्छा यहाँ आइज न हौ बाउ छोराको सल्लाह छ यहाँ आइज होइन हौ तेरो मम्मीले चाहिँ पकाएको खाना आजसम्म त मैले छोडेर हिँड्ने आँट गरेको छुइनँ त चाहिँ छोडेर हिँड्ने आँट गर्ने तैँले चाहिँ तेरो मम्मीले पकाएको जस्तो खाना बजारमा भेट्छस् गदा अनि पाउँदैनस् भनेदेखि चाहिँ किन त्यसरी छोडेर हिँड्नुहुन्छ लु खाएर लु पस्किनु खाएर जान्छु तँलाई घरमा थियो दिनको छानो जब म त्यो सानो घरमा थियो दिनको छानो म जान्थेँ स्कुलमा आमा मेलाएर मानु सिउरी खोला कलल साइलीको घर के तल स्कुल भागी साइली र म जिन्दगानी सलला स्कुल भागी साइली र म जिन्दगानी सलला बासार्यो बागमतीको तिरेमा नियतिले बासार्यो बागमतीको तिरेमा साइली इलाम बजार घरको बिन मेरो सिरैमा साइली इलाम बजार घरको बिन मेरो सिरैमा साइली इलाम बजार म काठमाडौँ पिरेमा मलाई नसिकाउन यस्तो झुठो कुरा तिम्रो सपना मैले गर्न सक्ने छैन पुरा सक्ने जति र विश्वास भए जति सबै थोक गरिसक्दा पनि केही नलागेपछि हामीले त आशा नै मारिसकेका थियौँ तर छोराले नयाँ प्रविधिको सपना देखायो त्यही सपना आज विपना भएर मलाई केटाकेटी बनाइरहेको छ वात्सल्य नेचुरल आइभीएफ होइन हौ कान्छो छोरो चाहिँ किन घरको खानामा मन लाउँदैन बजार 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 भन्छ भनेको त त्यो जुठो खाना पल्केको रहेछ त्यही त कति राम्री नानी होइन त जस्तोलाई कसरी मन परायो हाम्रो छोरो चाहिँ के कम छ त हौ अब त्यही नानीसँग बिहे गरेर पठाइदिनु पर्छ कहाँ अहिले बिहाको कुरा फेरि अहिले बिहाको कुरा फेरि अनि अर्काका चाहिँ छोरी चेलीलाई त्यसरी जुठो चुसाउँदै हिँड्न मिल्छ अरे हाम्रो घरमा को आयो हेर्नु त मम्मी मिल्क टी छ हेर त आउन पाएको छैन मिल्क टी चाहिँ हिजो त्यो गीत गाउँदाखेरि कति घिन लाग्दो देखाएको थियो जोगी जस्तो छि नभन्नु न मम्मी आर्टिस्ट भएपछि अलिअलि आफ्नो आइडेन्टिटी देखिने खालको लुक्स चाहिन्छ क्या खुब झल्क्यो कति घिन लाग्दो देखिएको छ थाहा छ
हेर त्यहाँ दारी कपाल हुन त काठमाडौँमा यही दारी कपाल पाल्न बसेको होस् आइज म कपाल काट्दिन्छु आइज अनि किन काट्नु मलाई यो सरकारी जागिरे जस्तो बनाउनु नखोज्नुस् त ए अझ सरकारी जागिरे जस्तो त कति राम्रो थिइस् म कपाल काटेर किन काट्नु म काटेपछि देखाइदिन्छु नि त मम्मी बसौँ न हौ बसौँ न आफ्नै घर पो हो त हौ आमाई बजू त हिँड्ने भएछ बजू तेरो बोजू 2-4 दिनपछि दुगुर छ खै छोड्छ खान खै छोड्छ त लजी स्याबास सासू कसरी स्याहार गर्नुपर्छ पाप कट्छ मैले चाहिँ के पाप गरेछु ह भोग्नेलाई थाहा छ भौनीलाई कि लोग्नेलाई अलि जाति भयो आमा अहिले खै जाति भनौँ कि बिजाति भनौँ डाक्टर हो कि डाक्टर हो यतै 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 सबैतिर करेन्ट लगाइदिएर अन्नै मारे डाँकले कहिले आएछ महिला म त आजै हो सेना भर्ती लगाइसक्यो केटा रिक्रुट कटिङ छ त अन्त भाइहरू नि एउटै पल्टनको हो क्या हो ब्यान्डको नयाँ साथीहरू हो ए लु बसौँ ल केटाहरू आमा है यहाँ ल्याऊ ल ल